दर्शकबिन नमस्कार। तपाईले हेर्दै हुनुहुन्छ XYZ नेपाल अपडेट र म तपाईको साथमा मदन गौतम उपस्थित भएको छु। आज हामी चर्चा गर्दैछौँ भारत र नेपाल बीच पछिल्लो समय भएका महत्त्वपूर्ण सहमति, विवाद र वर्तमान अवस्थाहरूबारे। भारत र नेपाल बीच पछिल्ला दिनहरूमा उच्च स्तरीय कूटनीतिक भेटवार्ता भएको छ। दुवै देशका विदेश मन्त्रीहरूले ऊर्जा, व्यापार, कनेक्टिभिटी, डिजिटल प्रविधि पूर्वाधार विकास तथा सीमा व्यवस्थापनका विषयमा सहकार्य बढाउने सहमति जनाएका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले नेपाल भारत सम्बन्धलाई विशेष सम्बन्ध भन्दै नयाँ दिशामा अघि बढाउने समय आएको बताएका छन् भने नेपालले पनि भारतसँग कुनै पुरानो गुनासो नराखी सम्बन्धलाई थप सुदृढ बढाउन चाहेको जनाएको छ। दुवै देशले जलविद्युत, व्यापार, सीमापार प्रसारण लाइन, व्यापार सहजीकरण र यातायात सञ्चालन विस्तारलाई प्राथमिकता राखेको छन्। नेपालका लागि भारत अझै सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीकर्ता रहेको छ, तर सम्बन्धका केही संवेदनशील विषय अझै समाधान हुन बाँकी छन्। सबैभन्दा ठूलो मुद्दा हो लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद। नेपालले ऐतिहासिक दस्तावेजका आधारमा आफ्नो दाबी कायम राखेको छ भने भारतले पनि आफ्नो अडान यथावत राखेको छ। पछिल्ला दिनमा नेपालका केही नेताहरूले बेलायतसँग ऐतिहासिक कागजात माग्ने कुरा उठाएपछि भारतले सीमा समस्या दुई देश बीचको संवादबाट मात्र समाधान हुनुपर्ने स्पष्ट सन्देश दिएको छ। नेपालले पनि तेस्रो पक्षको मध्यस्थता नचाहेको स्पष्ट पारेको छ। विश्लेषकहरूका अनुसार यदि दुवै देशले नियमित उच्चस्तरीय वार्ता, सीमा आयोगको बैठक तथा प्राविधिक छलफललाई निरन्तरता दिएमा धेरै समस्या समाधानतर्फ जान सक्छन्। नेपालले निष्क्रिय बनेका द्विपक्षीय संसदहरू पुनः सक्रिय गर्न आग्रह गरेको छ। अब प्रश्न उठ्छ, के हुनु पर्थ्यो? विशेषज्ञहरू भन्छन् सीमा विवादलाई राजनीतिक नाराभन्दा कूटनीतिक संवादतर्फ समाधान गर्नु पर्थ्यो। व्यापारमा देखिएका अवरोध कम गर्नु पर्थ्यो। जलविद्युत, पर्यटन र पूर्वाधार क्षेत्रमा भएका सहमतिहरूलाई छिटो कार्यान्वयन गर्नु पर्थ्यो। के हुनु हुँदैन? सीमा विवादलाई राष्ट्रिय भावनासँग जोडेर अनावश्यक तनाव सिर्जना गर्नु हुँदैन थियो। दुवै देशका नेताहरूले सार्वजनिक आरोप प्रत्यारोप भन्दा संवादलाई प्राथमिकता दिनु पर्थ्यो। हालको अवस्था हेर्दा विवाद बाँकी रहे पनि नेपाल र भारत दुवै देश सम्बन्ध सुधार्न र सहकार्य बढाउने दिशामा अघि बढिरहेको देखिन्छन्। ऊर्जा, व्यापार र विकासका क्षेत्रमा नयाँ सम्भावनाहरू खुलिरहेका छन् भने सीमा विवाद समाधानका लागि पनि संवाद जारी रहेको अपेक्षा गरिएको छ। थियो भारत नेपाल सम्बन्धबारेको विशेष रिपोर्ट। धन्यवाद। हेर्दै गर्नुहोला XYZ नेपाल अपडेट। नमस्कार।